सो हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ म जीवन बिमा कम्पनीहरूको प्रिमियम अनलाइनबाट नै घरमै बसेर कसरी पेमेन्ट गर्ने त्यो कुरा आज बताउन गइरहेको छु। सबभन्दा पहिला ई सेवामा जाने, ई सेवामा गइसकेपछि आफ्नो एकाउन्ट लगइन गर्ने। लगइन गरिसकेपछि तलतिर स्क्रोल गर्दै जाँदाखेरि यहाँ इन्सुरेन्स सेक्सनमा पोलिसी रिन्युअल लेखेको छ, यहाँ पोलिसी रिन्युअलमा क्लिक गर्ने। त्यसपछि यहाँ आफ्नो कुन जीवन बिमा कम्पनीमा बिमा जारी गर्नु भएको छ, बिमा खोल्नु भएको छ त्यो चाहिँ यसमा सिलेक्ट गर्ने। जस्तै म इक्जाम्पल दिन्छु, एउटा पेमेन्ट गरेर म तपाईँलाई हेराउँछु। अहिले यसमा नेपाल लाइफ इन्सुरेन्समा एउटा मेरो बिमा छ, त्यसमा मैले गएँ। अनि गइसकेपछि यहाँ माथि दुईवटा अप्सन आयो, एउटा लोन पेमेन्ट अनि एउटा रिन्युअल पेमेन्ट। प्रिमियम पेमेन्टको लागि रिन्युअल पेमेन्टमा जाने, किस्ता तिर्नको लागि रिन्युअल पेमेन्टमै जाने। यदि तपाईँले लोन लिनु भएको छ, ऋण खानु भएको छ भने त्यसको ब्याज तिर्नु छ, त्यसको इन्ट्रेस्ट तिर्नु छ अथवा त्यसको सामा घटाउनु छ भने यहाँ लोन पेमेन्टबाट पनि गर्न सक्नुहुन्छ। सबभन्दा पहिला रिन्युअल पेमेन्टको लागि सबभन्दा पहिला पोलिसी नम्बरमा आफ्नो पोलिसी नम्बर राख्ने। पोलिसी नम्बर भन्नुको अर्थ बिमा लेख नम्बर भन्छ, जुन कि 9 अङ्कको हुन्छ। त्यो बिमा लेख नम्बर यसमा हाल्ने। यसमा आफ्नो बिमा लेख नम्बर हालिसकेपछि तल चाहिँ डेट अफ बर्थमा एडीमा अर्थात् इन्डियन डेट अथवा इन्टरनेसनल डेटमा आफ्नो जन्ममिति लेख्ने। त्यसपछि तल स्क्रोल गरेर यहाँ चेकमा क्लिक गर्ने। गरिसकेपछि यहाँ तपाईको नाम आउँछ, कुन डेटमा किस्ता पेमेन्ट गर्नुपर्ने हो त्यो डेट आउँछ। त्यसपछि यहाँ कति प्रिमियम तपाईले पेमेन्ट गर्नुहुन्छ, आफ्नो किस्ताको प्रिमियम कति हो त्यो यहाँ लेख्छ। त्यसपछि यहाँ फाइन अमाउन्टमा यदि तपाईले ढिलो गर्नु भएको छ भने, लेट भइसकेको छ भने त्यसको लेट फिस चार्ज यहाँ लागेको हुन्छ, त्यो देखाउँछ। त्यसपछि तपाईले ब्याजमा छुट पाउनु भएको छ भने कुनै बेला ब्याजमा छुट आउँछ, त्यो छुट भएको खण्डमा तपाईले चाहिँ यहाँ रिबेट अमाउन्टमा ब्याजमा छुट पाउन सक्नुहुन्छ, त्यो देखाउँछ। अनि लास्टमा चाहिँ यहाँ अमाउन्ट टु पे, टोटल कति अमाउन्ट पेमेन्ट गर्नुपर्ने हो नेट त्यो त्यहाँ हेराउँछ। अनि त्यसपछि यहाँ तल भेरिफाई गरिसकेपछि त्यहाँ तल चाहिँ प्रोसिड गरिदिने। अनि प्रोसिड गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। अनि यस्तो इन्टरफेस खुलिसकेपछि राम्रोसँग भेरिफाई गरिसकेपछि हो यो मेरै जीवन बिमा हो भनेर, यसैको पेमेन्ट गर्नु छ भनेर त्यो सबै भेरिफाई भइसकेपछि तल चाहिँ कन्फर्ममा क्लिक गर्ने। अनि कन्फर्ममा क्लिक गरिसकेपछि आफ्नो ई सेवाको त्यहाँ पिन कोड हाल्ने, 4वटा जुन पिन सेट गर्नु भएको छ त्यो पिन कोड हालिसकेपछि तपाईको चाहिँ यो प्रिमियम पेमेन्ट भइहाल्छ। प्रिमियम पेमेन्ट भइसकेपछि तपाईको जुन मोबाइल रजिस्टर छ त्यसमा मोबाइल नम्बरमा चाहिँ एसएमएस गइसक्छ। त्यहाँबाट पनि कन्फर्म हुन सक्नुहुन्छ कि हो मैले पेमेन्ट गरिसकेँ, पेमेन्ट भइसक्यो भनेर। अनि यसरी चाहिँ आफ्नो जीवन बिमा कम्पनीहरूको अनलाइनबाटै घरमै बसेर अथवा विदेश हुनुहुन्छ भने विदेशबाट नै पेमेन्ट गर्न सक्नुहुन्छ ई सेवाको मार्फत। यस्तै खाली जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।